नमस्ते नानी बाबुहरू, आरामै हुनुहुन्छ? आज हामी जीवन भनेको के हो र मृत्यु भनेको के हो भन्ने कुरा बुझ्न जाँदैछौँ। तपाईहरू भन्नुहोस्, जीवन भनेको के हो? हामीहरू खान्छौँ, बस्छौँ, हिँड्छौँ, बोल्छौँ र यस्तै यस्तै विभिन्न क्रियाकलाप गर्छौँ अनि यसलाई नै जीवन वा जिउनु भन्छौँ। शाब्दिक अर्थमा भन्नुपर्दा शरीरमा श्वास हुनु नै जीवन हो। त्यसै गरी तपाईलाई मृत्यु भनेको के हो जस्तो लाग्छ? हामी मर्नु भन्छौँ, सास फेर्न बन्द गर्नु भन्छौँ वा काल आउनु भन्छौँ। आखिर जीवन के हो, मृत्यु के हो भनेर राम्रै बुझ्नका लागि हामीले डेथ इज अ फिक्सन भन्ने कुरा बुझ्नु अति आवश्यक छ है त। सर्वप्रथम यो शीर्षकको अर्थ बुझौँ। डेथ भनेको मृत्यु र फिक्सन भनेको काल्पनिक कथा, अर्थात् डेथ इज अ फिक्सन भन्नाले मृत्यु एउटा काल्पनिक कथा हो भन्ने बुझिन्छ। के तपाईलाई कोही मान्छे साँच्चीकै मरेर फेरि फर्केर आएको थाहा छ? कोही झन्डै मरेको होला, तर उसलाई मरेको अनुभव छैन। पानीको नजिकै भन्नाले पानीभित्र भन्ने बुझिँदैन। झन्डै मरेको भनेको मरेको चाहिँ पक्कै होइन। मृत्यु त मिथ्या हो, जुन कसैले अनुभव गरेको छैन, देखेको छैन। यो अज्ञानी मानिसहरूले रचेको काल्पनिक कथा हो। यहाँ त खाली जीवन मात्र छ, एउटा रूपबाट अर्को रूप, अर्कोबाट अरू कुनै। हेर्नुहोस् त, जीवन के हो, यसको प्रक्रिया के हो? यसलाई तपाईँ मृत्यु पनि भन्न सक्नुहुन्छ। तपाईँ भन्नुहोला, अहिले म बाँचिरहेको छु वा मर्दैछु। वास्तवमा तपाईँ जन्मेकै दिनदेखि बिस्तारै मर्दै हुनुहुन्छ। तपाईँ अहिले बाटोमा हुनुहुन्छ, एक दिन त्यो प्रक्रिया पुरा हुन्छ। तपाईँ आफू विभिन्न ठाउँमा जाँदैछु भन्नुहुन्छ, तर कति पनि अवरोध बिना तपाईँको शरीर सिधै चिहानतिर जाँदैछ, होइन र? तपाईलाई मृत्यु ठिक लाग्छ या लाग्दैन भनेर सोध्नु बेकार छ। तपाईले जे भने पनि तपाईको मृत्यु अवश्य हुन्छ। प्रत्येक क्षण तपाईँ जीवन र मृत्यु बीचमा खेलिरहेको हुनुहुन्छ। जब तपाईँ सास भित्र लिनुहुन्छ तपाईँ जीवित हुनुहुन्छ र जब तपाईँ श्वास बाहिर फाल्नुहुन्छ र भित्र तान्नुहुन्न तपाईँ मर्नुहुन्छ, होइन र? तपाईँ योगा गर्दा यही श्वास लिने र छोड्ने प्रक्रिया गर्नुहुन्छ। सास बाहिर फालेर फेरि भित्र नलिने हो भने सासले शरीर छोडिदिन्छ र तपाईँ मर्नुहुन्छ। हेर्नुहोस् त, जिन्दगी कति कमजोर छ। हर पल मृत्यु तपाईँको नजिकै हिँडिरहेको छ। मृत्यु हुने भएकोले जीवन छ। तपाईँ जन्मिँदैदेखि तपाईँलाई मृत्युदण्ड दिएको छ। तपाईँ मर्ने लाइनमा लागिसक्नु भएको छ। मात्र कहिले, कहाँ र कसरी मरिएला भन्ने प्रश्न हो। मृत्यु पक्का छ, होइन र? तपाईँ शिक्षित बन्नुहोला वा नबन्नुहोला, बिहे गर्नुहोला या नगर्नुहोला, रमाइलो गर्नुहोला या नगर्नुहोला, दुःख भनेको के हो बुझ्नुहोला या नबुझ्नुहोला, तर एक दिन तपाईँ मर्नुहुन्छ। यो एउटा कुरा ग्यारेन्टी छ। मान्छे किन मृत्युदेखि डराउँछन्? किनकि तपाईहरूलाई मृत्यु के हो थाहा छैन। तपाईँले जीवन, मृत्यु र सबै कुराको बारेमा उपाय निकाल्नुभयो, तर जब तपाईँ मृत्युको मुखमा पुग्नुहुन्छ तपाईँ सबै कुरा बिर्सिनुहुन्छ। मृत्यु मात्र यस्तो कुरा हो जहाँ मानिसले भ्रष्टाचार गर्न सकेको छैन। मानिसको दिमागले प्रेम, भाइचारा, ईश्वर, शाश्वत सबै कुरा भ्रष्टाचार गरिसक्यो, आफ्नो तरिकाले व्याख्या गरिसक्यो। मृत्यु मात्र यस्तो कुरा हो जहाँ मानिसले भ्रष्टाचार गर्न सकेको छैन। तैपनि केही व्यक्तिहरू मृत्युको बारेमा आधिकारिक रूपमा विभिन्न कुरा भन्छन्। उनीहरू यसो गरे अवश्य पनि स्वर्ग गइन्छ भनेर ठोकुवा दिन्छन्। यदि उनीहरू पुरै विश्वस्त छन् भने आफू मर्नदेखि किन डराउँछन्? स्वर्ग नगई के पर्खेर बस्छन्? त्यस्ता मानिसहरू स्वर्ग नजानका लागि जे पनि गर्न तयार छन्। यस्तो किन? यदि तपाईँ त्यस्तो आनन्दमय ठाउँमा जाने कुरामा स्योर हुनुहुन्छ भने तपाईँले त त्यहाँ जान हतार गर्नुपर्ने हो। आफूले भनेको कुरामा तपाईँ स्योर हुनुहुन्न। तपाईलाई आफू कहाँ जान्छु र के हुन्छ भन्ने कुरा 100% थाहा छैन। मानसिक रूपले जीवन चलाउन तयार बन्न र आफूलाई सान्त्वना दिन मरेपछि फलानो ठाउँमा जाइन्छ भनेर तपाईँ झुट कुरा बताउनुहुन्छ। मान्छेले कुरा नबुझिकन मृत्युको बारेमा धेरै गफ गरिरहने भएकोले तपाईलाई मिथ्या कुरा गर्ने जुक्ति आएको छ। यदि समाजले मृत्युको बारेमा कुरा नगर्ने हो भने तपाईलाई यस्ता गफ गर्न अवसर मिल्ने थिएन। तपाईँ त मृत्युको बारेमा सबै कुरा थाहा छ जस्तो गर्नुहुन्छ, तर तपाईलाई अझै पनि यसको बारेमा केही थाहा छैन। हवस् त नानी बाबुहरू, तपाईलाई यस पाठले दिन खोजेको शिक्षा कस्तो लाग्यो? यदि मन पर्यो भने एक लाइक गर्नुहोस्,
कमेन्ट गर्नुहोस्, सेयर गर्नुहोस् र यो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।